अब ढिलो आयो कडा आयो भने जस्तै रासपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालनको बिचमा चाहिँ एकता हुने विषयमा चाहिँ बृहत एकता भनेर चाहिँ सहमति भइगरी हस्ताक्षर पनि भइसक्यो आज। अब केही घन्टा अगाडि भनौँ न। अब यसले चाहिँ एक किसिमको जुन के हुने हो नयाँ शक्तिहरू मिल्ने हुन् कि होइनन् भन्ने विषयमा एउटा धुलमुल अवस्था भइसकेको थियो। यसले चाहिँ अब चाहिँ ढुक्क चाहिँ भयो र अब यो सहमति अनुसार चाहिँ पार्टीको नाम रासपा नै रहने, चुनाव चिन्ह घन्टिने रहने, अहिलेको जस्तो छ त्यही समेक्य हुने र फ्ल्याग पनि सेमै हुने। संसदीय दलको नेताको रूपमा चाहिँ बालनलाई अघि सार्ने अथवा भावी प्रधानमन्त्रीको रूपमा चाहिँ रासपाले बालनलाई अघि सार्ने भनेर सहमति भएको छ र यो सहमति पत्रमा हस्ताक्षर भइसके पछाडि काठमाडौँका मेयर बालेन स्वयंले सेयर गरेका छन्। र यसमा चाहिँ मलाई सबैभन्दा मन परेको पक्ष चाहिँ के हो भन्दाखेरि पार्टीको जिम्मेवारी एउटा व्यक्तिले लिने र भोलि चाहिँ प्रधानमन्त्री हुनु परेको खण्डमा चाहिँ अर्को व्यक्तिले हुने, त्यो भएपछि पावर सेपरेसन पनि हुन्छ र काम गर्न सहज पनि हुन्छ। फेरि रवि लामिछाने भनेको चाहिँ यति प्रखर वक्ता छन् कि उनले चाहिँ गाउँ गाउँमा गएर चाहिँ भोलि गएर पार्टीको संरचनाहरू निर्माण गर्नलाई, कमिटीहरू बनाउनको लागि र कार्यकर्ताहरूलाई चाहिँ एकत्रित बनाउनको लागि चाहिँ रवि लामिछाने माहिर छन् भने बालेन शाह चाहिँ जुन उनी इन्जिनियरिङ ब्याकग्राउन्डका छन् र उनको चाहिँ काम काम गर्ने एउटा किसिमको चुपचाप लागेर साइलेन्टली काम गर्ने किसिमको शैली छ अथवा उसको चाहिँ एक्जिक्युटिभ लेभलमा चाहिँ एकदमै राम्रो पोख्तता छ। यसले चाहिँ देशलाई समृद्धि बनाउनको लागि चाहिँ धेरै ठुलो सहयोग गर्नेछ।